मृगौलाको पत्थरी भएको बिरामीहरूले चाहिँ एउटा सोधिने अर्को कमन प्रश्न के हो भन्दाखेरि नि, सर आरआइआरएस राम्रो कि पिसिएनएल राम्रो, कुन गर्दा बेटर हुन्छ भनेर सोध्नुहुन्छ। एउटा कुरा बुझ्नुपर्छ भन्दा जुनसुकै पत्थरीको लागि आरआइआरएस गर्न सकिँदैन र सबै पत्थरीको लागि पिसिएनएल गर्न उपयुक्त हुँदैन। सबभन्दा राम्रो कुरा र सबभन्दा बेटर कुरा कसरी हामी पिसिएनएल र आरआइआरएसमा पद्धति छुट्याउन खोज्छौँ नि, त्यो भनेको ढुङ्गाको साइज र ढुङ्गाको हार्डनेसलाई एकदमै ध्यान दिन्छौँ। ढुङ्गाको साइज प्राय किताबमा लेखे अनुसार र हामीले प्र्याक्टिकली फलो गरे अनुसार नि 20 mm भनेको 2 सेन्टिमिटरभन्दा ठुलो पत्थरी छ भने पिसिएनएल गर्ने, त्योभन्दा सानो पत्थरी छ भने आरआइआरएस गर्ने। कहिलेकाहीँ हार्डनेस स्कोर पनि हुन्छ, एचयु भ्यालु हुन्छ, सिटी स्क्यान गरिसकेपछि थाहा हुन्छ। त्यो यदि धेरै कडा छ भने कहिलेकाहीँ साइजमा तलमाथि कम्प्रोमाइज पनि गर्न सकिन्छ। पिसिएनएल गर्दाखेरि बिरामीलाई प्राय 2 देखि 3 दिन जति अस्पताल भर्ना गर्नुपर्ने र घर गएर पनि 2 हप्ता जति रेस्ट गर्नुपर्ने हुन्छ। आरआइआरएस गरिसकेपछि नि मोस्ट अफ द ठाउँमा त आजकल नि जुन दिन अपरेसन गर्छौँ त्यही दिन नै डिस्चार्ज गरेर पठाइदिन्छौँ। कहिलेकाहीँ 1 दिन जति राख्नुपर्ने हुनसक्छ। सो र आरआइआरएस गरेपछि काममा फर्किने जुन एउटा समयावधि हुन्छ त्यो पनि सर्ट हुन्छ। 1-2 दिन 3 दिन जतिमै मजाले काममा जान सकिन्छ। हस् त, म डाक्टर अनिल शाह, युरोलोजिस्ट, फेलो इन एन्ड्रोलोजी, सेक्सुअल मेडिसिन एन्ड मेल इन्फर्टिलिटी। यो विषयमा थप केही बुझ्नु पर्यो सम्पर्क गर्नुहोला। हस् त, धन्यवाद।